बालेन शाह केपी ओलीसँग झम्टी काठमाडौँ छोडेर एउटा निर्वाचन क्षेत्रबाट 7,000 देखि 10,000 भोटले जितिन्छ काठमाडौँमा। 52-55,000 भोट ल्याउनु पर्ने झापामा एउटा ठुलो कम्युनिस्ट पार्टीको अध्यक्षसँग भेट्न जान किन तयार हुन्छन्? आफ्नो क्षेत्र पनि होइन। र जेलबाट निस्केको एउटा चाहिँ बन्दीलाई बाहिर ल्याएर उसको नेतृत्व स्वीकार्दै चुनावमा भिड्न जान के रसायनले जोड्छ भन्दाखेरि एउटा सर्वेले काम गरेको छ। त्यो सर्वे नेपालको पैसाले भएन। बालेनलाई प्रधानमन्त्री बनाएर गइयो भने यति पर्सेन्टले मान्छन्। गगनको 8-9% मात्रै हो, रविको 7-8% मात्रै हो, कुलमानको यति हो, प्रचण्डको यति हो भनेर दिएको सर्वे रिपोर्टको आधारमा ती मान्छेहरू जसले सर्वे कन्डक्ट गरे ती निर्णायक ठाउँमा छन्, अत्यन्त निर्णायक ठाउँमा छन् मुलुकको। त्यो पैसा कहाँबाट आयो? केले जोड्यो? के को लागि? यसै भयो होला रमाइलोको लागि। एकछिन चाहिँ यसो चेसको गोटी हानी हेरौँ, कसले जित्छ कसले हार्छ, कसले चेस गर्छ कसले गर्छ भनेर यसो भाँडाकुटी केटाकेटी खेल्नलाई मात्र गरियो होला। त्यत्रो पैसा खर्च गरेर सर्वे महिनौँ मान्छे खटाएर